रातिको ठीक 12 बजे रवि आफ्नो कोठामा एक्लै मोबाइल चलाउँदै थियो। बाहिर ठुलो पानी परिरहेको थियो। अचानक उसको फोन बज्यो। स्क्रिनमा नम्बर थिएन, केवल लेखिएको थियो कल फ्रम होम। रवि डरायो किनकि ऊ त घरमै थियो। उसले कापेको हातले फोन उठायो। फोनबाट बिस्तारै एउटा महिलाको आवाज आयो, रवि, ढोका नखोल्नु, म बाहिर उभिएकी छु। रविको शरीर चिसो भयो किनकि उसकी आमा त 2 वर्ष अघि नै मरिसकेकी थिइन्। त्यतिकैमा ढोकामा बिस्तारै टक 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 अनि फेरि फोनबाट आवाज आयो, रवि, त्यो म होइन। ढोका आफै बिस्तारै खुल्न थाल्यो अनि अन्धकारबाट एउटी कालो आँखा भएकी महिला मुस्कुराउँदै भित्र छिरिन्। फोन अचानक काटियो। अर्को बिहान रविको कोठा खाली थियो, तर भित्तामा रगतले लेखिएको थियो, अब ऊ हाम्रो साथमा छ। त्यसैले राति 12 बजे आउने अनजान फोन कहिले नउठाउनु।